भगवानको नाउँमा केही दिनुहोस्। होइन, अहिलेसम्म मलाई कसैले नि 1000 रुपियाँ दिएको थिएन। यी बुढीले त एकैपल्ट माग्ने बित्तिकै सर्लक्कै 1000 को नोट दिन्। के रहेछ कुरो एकपल्ट सोध्नु पर्यो। ए आमा। हजुर। अहिलेसम्म मलाई माग्दै हिँड्दा कसैले पनि 1000 रुपियाँ दिएको थिएन। तपाईले त सर्लक्क लाएर 1000 रुपियाँ दिनुभयो। तपाईसँग त टन्नै धन सम्पत्ति छ कि के हो? मलाई धन सम्पत्ति पैसाको केही चिन्ता छैन नि बाबु, केही दुःख छैन नि। हो र? अब छोरो अमेरिकामा छ, छोरी अस्ट्रेलियामा छ। महिनाको 25-25 हजार पठाउँछन् उनीहरूले। अनि मलाई महिना 5000 खर्च गरे पुगिहाल्छ। अनि अरू पैसा जम्मै बच्छ। पैसाको चिन्ता छैन बाबु, मलाई भएर के गर्नु। अब मलाई तातपानी तताएर दिने मान्छे छैन। छोराले बिहे गरेर उहीँ बसिहाल्यो, छोरी बिहे गरी उहीँ बसिहाली। मलाई सहारा छैन। मलाई धन सम्पत्ति भन्दा नि सहारा दिने मान्छे चाहिएको छ बाबु, आफू बुढी भइहाल्ने। ओहो, यो बुढीसँग त टन्नै सम्पत्ति रहेछ। यस्तो मौका फेरि फेरि आउँदैन। मौकामा चौका हान केटा, चौका हान। चौका हानिस् भने जिन्दगी तेरो बन्छ। आमा, हजुरलाई नि सहारा चाहिएको छ। मेरो नि यो संसारमा कोही छैन। जहाँ पुग्छु त्यहीँ खान्छु, जहाँ भेटाउँछु त्यहीँ सुत्छु। यसरी गर्दै मेरो दिन बितिरहेछ। म हजुरलाई सेवा गरेर बस्छु नि त। मेरो आमा जस्तै लाग्यो। हजुरलाई सेवा गर्ने मौका दिनुहुन्छ त? हजुरको धन सम्पत्तिको लोभले चाहिँ होइन आमा। मलाई बस 2 गाँस खान र टाउको लुकाउने ठाउँ भए हुन्छ आमा। कस्तो ज्ञानी रहेछ बाबु, कस्तो इमान्दारी कुरा गर्यो। मेरो छोरोको उमेरको रहेछ, मेरो छोरो जस्तै गरिराख्छु। हिँड घर जाउँ। ल जाउँ त आमा, जाउँ। ल आउनु। ल हिँड। हिँड्नु ल, अगाडि हिँड्नु। बाबुको नाम चाहिँ के? मेरो नाम गोवर्धन हे। ल बाबु यहाँ बस। ल बाबु, यो नयाँ लुगा लाऊ। यो लुगा लाउनु हुँदैन, यस्तो थोत्रो लुगा। अनि यसो मुख धो। हुन्छ आमा, म भित्र गएर लाउँछु है त। ल आमा, मैले हजुरले लुगा लाएँ नि, हेर्नु त। ल कति राम्रो भएछ। आहा, कति राम्रो रहेछ। जा बाबु गोवर्धन है, भात पका जा त। अब म आमालाई मिठो बनाएर भात, दाल, तरकारी, अचार बनाएर खुवाउँछु है त। ल बाबु गोवर्धन है, भात मिठो पकाएर खुवाइस्। तेरो सुत्ने खाट यही हो। यही हो। यही खाटमा सुत। मेरो राहत नरन जम्मै यो दराजमा छ। यो सुरक्षा गरेर बस्नुपर्छ। तैँले यो सुरक्षा गरेर सुत है। अनि हजुर चाहिँ कहाँ सुत्ने त? म पल्लो कोठा सुत्छु। हुन्छ आमा, म यो हजुरको धन सम्पत्तिको जम्मैको रक्षा गरेर बस्छु। ल जानुहोस्। अब बुढी मिल्दैन होला। मौकामा चौका हान केटा, चौका हान। तर साँचो चाहिँ कहाँ छ? ए, साँचो यही रहेछ। अब टन्न लाएर सुन पनि टन्न पाइहाल्यो। पैसा पनि एक बिटो राखेर चाहिँ बुढीले। अब जिन्दगी सुध्रिन्छ। यो थोत्री बुढीलाई कसले पालेर बस्नु। यति भयो भने गाउँमा जान्छु, आफ्नै मजाले घर बनाउँछु, आफै बस्छु। बाबु गोवर्धन है, चिया पकाउने बेला भइसक्यो। किन उठ्दैन यो? कति चाँडै उठेर हिँडिसकेको छ। कहाँ गएछ यो केटो? ल दराज पनि खुलै छ। ल हेर, त्यत्रो सुन थियो, त्यत्रो पैसा थियो, सर्लक्कै बढाएर लगेछ। दुःख पाएको मान्छे भनेर, छोरो बनाएर पाल्छु भनेर ल्याएर कोठा सुताएँ। सर्लक सुर्लुको जम्मै बढाएर लगेछ। खत्तम भएँ म त। के गर्नु अब? कसलाई भन्नु, आफैले गरे।